बेलुका चाहिँ त्यो क्र्यास वर्कको पहिला शेड्युल फाइनल गर्नुहुन्छ र हरेक दिन त्यसको रिभ्यू गर्नुपर्छ र कम्तीमा 2 शिफ्टमा काम गर्नुपर्छ। बेलुका बसेर रिभ्यू गर्न पनि म सबैलाई निर्देशन दिन्छु र कन्ट्र्याक्टर, कन्सल्टेन्ट, इम्प्लोयर अब भोलिबाटै अब छठसम्म त अलिकति चाहिँ उहाँलाई पनि गाह्रो होला, तर सकेसम्म छठभन्दा अगाडि नै भोलिबाटै कामलाई स्पिड अगाडि बढाउन म अनुरोध गर्छु। नभए सम्भव छैन। त्यही कारणले यसलाई चाहिँ 2 शिफ्टमा काम गरेर त्यो क्रस वर्क गरेर कसरी सम्पन्न गर्न सकिन्छ भनेर अब 1-2 दिनभित्र उहाँले त्यो शेड्युल पेश गर्नुहोस्। त्यो शेड्युल अनुसारको मोनिटरिङ सचिवज्यूले गर्नुहुन्छ र म आफै पनि गर्छु। म पहिलोचोटि यहाँ भिजिट गरेँ यो संसद भवन। हाम्रो पुरानो संसद भवन चाहिँ अस्तिको जुन जेन्जी आन्दोलनमा आगलागी भएर ध्वस्त भएको अवस्था छ। अब संसद राष्ट्रिय सभा पनि चलाउनु पर्ने छ र आगामी फागुन 21बाट चुनावबाट आइसकेपछि प्रतिनिधि सभा पनि चलाउनु पर्ने छ। त्यसै कारणले हामीले पुरानो संसद भवनलाई रिभाइभ गर्नलाई अझै